हेलो साथीहरु, म चाहिँ अहिले आसाममा आइपुगेँ हैन, किनकि काफी दिनदेखि मलाई सन्चो छैन नि त। अनि म चाहिँ हस्पिटल जानुको लागि आएको, तर आज अल्ट्रेसन हुन्न अरे, किनकि मेरो पेट फुलिरहेछ हैन, काफी दिनदेखि अनि दुखिरहेछ। पहिला मेरो एपेन्डिक्स थियो, दबाई खाएको थिएँ, तर त्यसले काम गरेन होला सायद, त्यही भएर पेट ज्यादा दुख्दैछ। त्यही भएर म चाहिँ आसाम आएको छु हैन। अनि आज चाहिँ म दिमागको घरमा बस्नेवाला छु। अनि भोलि गएर देखाउनु पर्ने छ। के भयो पुरा पेट दुखिरहेको छ, पेट पोलिरहेको छ। कति दिनदेखि सुत्दा आज 5 दिनको बादमा उठेर हैन, 5 दिनको बादमा उठेर म चाहिँ अहिले आसाममा आइपुगेको छु। र भोलि चाहिँ म हस्पिटल जानेछु। के हुनेला छ थाहा छैन, किस्मतमा के लेखेको छ होला, मलाई नै थाहा छैन। अगर एपेन्डिक्स बढेको छ, अपरेसन गर्नुपर्छ भने त मेरो त वाट लाग्छ होला, किनकि के भन्नु र।